टोपी लगाएको छु, बलियो टोपी, नेपालको टोपी। अब अर्कोपल्टदेखि चाहिँ म शिव सर अनि भूषण सर अनि दिप सरहरूले, रिता म्यामहरूले बोल्दाखेरि चाहिँ म नबस्ने विचार गरेको छु। उहाँहरूले बोल्दाखेरि ब्रान्ड एम्बेसडर छोडेर सिटिजनको चाहिँ प्रमोटर भएर सिटिजन लिडर भएर हिँड्नु जस्तो लाग्दैछ। त्यति कन्भिन्स गर्नुभएको र साँच्चीकै सिटिजन लिडर भयो भनेदेखि चाहिँ अहिले हामीले जति रकम पाइरहेका छौँ त्योभन्दा धेरै रकम पनि लिन पाइँदैन रहेछ। त्यता पनि सोध्नु पर्ला कि जस्तो लागिरहेछ। अब सबैभन्दा महत्त्वपूर्ण मान्छेको जिन्दगीमा सबैभन्दा ठुलो महत्त्वपूर्ण भनेको के त भनेपछि जीवन हो। जीवन, त्यो जीवनलाई नै बिमा गरिदिएपछि त सिद्धिहाल्यो। त्यो जीवनलाई नै बिमा गर्ने भनेपछि सबैभन्दा महत्त्वपूर्ण भनेको जीवन हो र त्यो जीवनलाई नै बिमा गरिदिने। त्यो जीवन बिमा गरिदिसकेपछि दुःखको पनि बिमा हुन्छ र दशाको पनि बिमा हुन्छ र नराम्रो दिनको पनि बिमा हुन्छ। भनेपछि यो कति इम्पोर्टेन्ट काम रहेछ त भन्ने कुरा यहाँहरूले आफूले गरेको कामलाई गर्व गरेर तौलिने बाटो हो यो। त्यस कारणले यहाँहरूले एकदमै पवित्र काम गर्नुभएको छ। जीवन सबैभन्दा इम्पोर्टेन्ट कुरा, जीवनलाई नै बिमा गरिदिने त्यस्तो काम गर्ने मान्छेहरू तपाईँहरू र तपाईँहरूको छोराछोरीले अघि भन्नुभयो नि, मलाई गर्व लागेको छ। मेरो आमा सिटिजन इन्सुरेन्सको चाहिँ लिडर हुनुहुन्छ, बुवा लिडर हुनुहुन्छ भने चाहिँ बच्चाहरूले अब घर घरमा सबै बालिकाहरू शुद्ध यो चाहिँ हाम्रो सिटिजन इन्सुरेन्सको चाहिँ मास्टर बनाउने जुन योजना बनाउनु भएको छ, त्यसले गर्दाखेरि चाहिँ सानो बच्चा बेलादेखि नै यसको महत्त्व र तपाईँहरूले गरेर कन्भिन्स गराउनलाई जति गाह्रो छ अहिले र बच्चाहरूको मुखबाट निस्किसकेपछि त्यो सहजतामा परिणत हुन्छ जस्तो मलाई लागेको छ। र यहाँहरूले जति दुःख गरिदिनु भएको छ, जति तपाईँहरूको योगदान छ, त्यसको प्रतिफल मदन किशोर दाइ र मैले पनि पाएको छु। मदन दाइलाई कति माया गर्नु हुँदो रहेछ भन्ने कुरा अघि दुईजना बहिनीहरू म कहाँ दौडिँदै आउनुभयो। दाइ, मदन दाइ टोयलेट जानुभएको छ, लड्नु हुन्छ कि भनेर भन्न आएको भन्नुभयो। अब त्यो किचनतिर जानुभयो भनेदेखि उहाँहरू जानु मिल्थ्यो होला, तर टोयलेटमा लोग्ने मान्छेको टोयलेटमा मदन दाइ केटी मान्छेको टोयलेटमा गएको त होइन। अनि मदन दाइ केटी मान्छेको टोयलेटमा गएको भए उहाँहरूले